भावना जदो आए अहिले राष्ट्रपा र अर्कोको पार्टी आइरहेका तपाईँहरू एउटा प्रश्नको जवाब दिनुहोस्। हिजो तपाईँहरूको घरमा बारम्बार 7 दिनसम्म एकैवटा चोर आएर बास मार्दै भोलि बिहान चोरेर भाग्दै गऱ्यो भने 8औं नम्बरको पाहुनालाई तपाईँ बास दिनुहुन्छ कि दिनुहुन्न? अब यस्तो क्रिएट गरिदिएको छन् अवस्था कि है आउनेलाई पनि विशेष गर्ने आदर रह्यो। अब हामीले विगतमा पनि हामीले 29 पेजको नेताहरूलाई चाहिँ जनतालाई संविधानले सुनिश्चित गरेको र त्यसलाई अवरोध गरेका संविधानका 3टा धाराहरूलाई धारा 55, धारा 82 को 2 र धारा 174 को 2 गइलाई कार्य नगरिकन नेपालमा स्वयं महादेव आए पनि कुनै माइकालाले केही गर्न सक्दैन। नेपाली जनताको उद्धार गर्न यी 3टा धारा हटाउनै पर्छ। त्यो भनेर हामीले पहिलो संविधान सभाको चुनावमा राज्यलक्ष्मी बोल्छा र डाक्टर शेखर कोइरालालाई लिखित रूपमा बुझाएका थियौँ। अघिल्लो चुनावमा कांग्रेस, एमाले, माओवादी फोरम, रविको पार्टी लगायत सम्पूर्णलाई हाम्रा संविधानले ग्यारेन्टी गरेका यी अधिकार हुन्। यसलाई यो धाराले रोकेको छ। यसलाई संविधानलाई यो तरिकाले चेन्ज गर्यो भनेर हामीले दक्षिण अफ्रिकाको संविधान सभाको उदाहरण पनि दियौँ। दक्षिण अफ्रिकामा संविधान सभाको चुनाव भयो। त्यहाँनिर माझीहरूले बहिष्कार गर्यो किनभने हामी गरीब माझीको समस्या कि धनीहरूले बुझ्दैन। त्यस कारण हामीले संविधान सभा बहिष्कार गर्छौँ भनेर दक्षिण अफ्रिकाको माझीहरूले बहिष्कार गरेको थियो। सरकारले त टेरेको थिएन, तर अन्तर्राष्ट्रिय शासक निकायले यो के हो गैरकानुनी काम गर्ने भनेर आवाज उठाएपछि बाध्य भएर त्यो माझीहरूलाई चाहिँ समुद्रको बेताज बादशाह अथवा ग्रान्ड एडमिरल भन्छ के समुद्रको एडमिरल जस्तो कोलम्बस क्रिस्टोफर कोलम्बसलाई अमेरिका पत्ता लगाएपछि स्पेनको दरबारले एडमिरलको उपाधि दिएको थियो। दक्षिण अफ्रिकाको संविधानले त्यहाँका गरीब माझीहरूलाई समुद्रको एडमिरल घोषणा गरेको छ। नेपालमा संविधानले के भन्छ? जनताले चाहेको हरेक कुरो ग्यारेन्टी गर्नुपर्छ भनेर संविधानले भन्छ। यदि त्यो गर्दैन भने 1 सेकेन्ड पनि सत्ता बढ्ने अधिकार राख्दैन भनेर त्यही संविधानले भन्छ। तर त्यही कुरालाई धारा 55, 82, 182 र 74 यी 3टा धाराले चाहिँ यसलाई टोयलेट पेपर बनाइदिएको छ। जबसम्म संविधानको यो 3टा धारा च्यातिँदैन केही हुँदैन। र अर्को कुरोमा महत्त्वपूर्ण कुरो, महिलाको कोठामा गोल्छा कि स्वास्नी, महिलाको कोठामा एउटा बडे महिलाको पीडा त्यो गोल्छा कि स्वास्नी श्रीमतीलाई के थाहा छ? दलितको कोठामा अरबपति न्यायाधीशको छोरो, मधेसीको कोठामा दुर्गढ। यसको मतलब के हो? गरिबीको उसले समस्या बुझेको छैन भने समाधान कसरी गर्न सक्छ? योभन्दा अगाडि माओवादीहरूको एउटा संविधान सभामा चाहिँ एउटा सभा त छनौट गर्ने समानुपातिक भन्ने कुरा आयो। अनि एउटा रिक्सावालाको ठेलावालाको त्यसको नाम आयो। सबैले भने यसलाई हुँदैन भने, मैले भने किन हुँदैन? यही हुनुपर्छ। गरिबको समस्या यसले बुझेको छ, ठेलावालाको, मजदुरको, रिक्सावालाको समस्या यसले बुझेको छ। यसले आफ्ना समस्या बताउँछ। संविधान यसले बनाउने होइन, यसले समस्या बताउने, त्यसलाई समाधान गर्न संविधानको धारामा के लेख्नुपर्छ भनेर संविधान यसले गर्नुपर्छ। अब हेर्नुहोस्, संविधानको यी नेताहरूलाई लुटेर खाने, भ्रष्टाचार गर्ने 50 खरब खाएका छन्। कारबाही कोही माइकालाले गरेर देखाइदियो छ। यो 3टा धाराले चाहिँ सरकारले अब के छ भने 52, 53, 54, 55 मुख्य धाराहरू। 52ले के भन्छ? संविधानले यस्तो यस्तो भनेको छ, सरकारले यो भनेर धारा 52ले भन्छ। 53ले के भन्छ? मैले यो काम गरेँ भनेर सरकारले